Ha guys. Hi. Hello. अब हामी क्याम्पिङको लागि रेडी हुँदैछौँ दियो लुगा रेडी भइसक्यो हाम्रो मैले सुरुमा लुगा लाएर आएको अनि पछि निस्किनु भएको लुकेर मेरो रुममा हेर्नु भएको रहेछ यो चाहिँ अदालतमै लैजानु पर्छ यस हामी ब्लू टिम हैन यस टिम ब्लू टिम ब्लू Are you excited? Yes! Oh boy. Where am I? Ah, below. This side. Oh, hello. हामी अब क्याम्पिङ भन्ने जन्तु गइँदैछ क्याम्पिङ भन्ने जन्तु अनि अब हाम्रो नयाँ गाडी देख्न सक्नुहुन्छ हाम्रो सुभाषङ्करले नयाँ गाडी किनिदिनु भयो आवेशमा आएर BMW आजको लागि किनेको मैले BMW हजुरले देख्न सक्नुहुन्छ गाइस के भन्दै थिइस् रे भन्दा फेरि हामी अब म्याकडोनल्ड्स आइसकेका छौँ दर्शक बिनहरू हामीले कफी पनि लिइसकेका छौँ यहाँहरूलाई के अरे प्रत्यक्ष देखाउँदैछौँ हामी अब म चिप्स खाँदैछु हामी पनि कफी खाँदैछौँ चाय कफी ल चीयर्स चीयर्स फर्स्ट स्टप हाम्रो ट्रिपको चीयर्स बीटिङ द हिट आशिष के रे फेरि क्यामेराम्यान सुमन थापाको साथ रिपोर्टर आशिष म्याकडोनल्ड्सबाट साइनिङ आउट साइनिङ आउट ड्राइभर सुमन गाइजहरु के छ हाम्रो ड्राइभर जी चेन्ज भइसक्नु भएको छ मेरो ठाउँ कन्स्ट्यान्ट हो अरु सबैजना स्विच हाम्रो प्रिभियस ड्राइभर दाइ त्यहाँ पुगिसक्नु भएको छ हजुरहरूले हेर्न सक्नुहुन्छ अब म यहाँ बिचको ठाउँमा म आइपुगेको छु उहाँ भने साइडमा पुग्नु भएको छ म खुसी छु साइडमा आएर मेरो ढाड दुखिन्छ तर जे होइन अर्जेन्टिनाले चाहिँ वर्ल्ड कप जित्यो है गाइजहरु मेरो त मेस्सी 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 अन्तर मेस्सी को बात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी छ ल ल है अघिको त्यो ग्रान्डपेरेन्ट्स अब भन्छ Despacito Despacito गाइजहरु के छ कमरिया 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 गोरेला लॉलीपॉप लागेलु के बोल्ने थाहै भएन क्या म बोल्न त खोजेको छु है तर धेरै भयो मलाई के बोल्न मन थियो गाइजहरु मैले बुसुक्क बिर्सिएँ अब म हजुरहरूलाई बाटो देखाउँदैछु यहाँ यसरी हेर्न सक्नुहुनेछ कस्तो राम्रो बाटो छ हामी च्याम्पियन हाम्रो ब्याट्री लो भइसकेको छ अब हामी ब्याट्री हाई गर्ने ठाउँमा जाँदैछौँ हामी क्याम्पिङ जाँदैछौँ गाइजहरु हाम्रो अब डेस्टिनेसन अब खासै पर छैन 34 मिनट्समा हामी पुगिसकेका छौँ देख्न सक्नुहुनेछ ग्राम्पियन्स गाउँ हामी आइसकेका छौँ गाइजहरु मासु खानुपर्छ मासु ड्राइभर दाइको भनाइ के छ यसमा हैसीको मासु खानुपर्छ हैसीको मासु तर हामी घुम्न आएको है गाइज त्यो खानै नपाएर खानै आएको चाहिँ होइन है फेरि आइसक्यो त्यो चाहिँ पावर थियो होला कि है माथिबाट छोप्नु
हटाउने एजमा गरे हैन यस्तो पेन गरेर गर्ने हो कि सेम हो पहिला फ्रेम अरु के छ के हजुर सेभ गर्नु भएको हैन यो चाहिँ हाल्नु यो यहाँ हालेर अनि यतिकै छोड्दिनु ब्याग हेर्नु परेको एकचोटि यो हालौँ त उ गर्ने सेट गर्ने यो अगाडि पाल्टी मुद्दा दिएको हैन हैन समातेर जान्न उता उता माथि माथि माथिबाट उताको कुन हामी त्यो एक्साइटेड भयौँ त त्यो ग्रिल प्रिन्सले भन्ने रहेछ भन्नुबाट मलाई किन मलाई सोधे थियो त आशिष यहाँ भित्र हाल्ने भनेर अहिले आशिष के हुँदैछ रमाइलो भइरहेको के भन्छ मासु खाइदिन्छ सिसा खाइदिन्छ मैले कति खाए थाहा भएन होइन ठिकै छ मासु चाहिँ के को ल्याम ल्याम अङ्कल ल्याम लामो ल्याम ल्याम अङ्कल ल्याम मात्रै हो कि अरू केही पनि छ चिकन पनि छ ल माथिहरू आकाश साकाश कस्तो आज ए यस्तो राम्रो ताराहरू छ नि अङ्कल नाइस नाइस भेरी भेरी आइम ह्याप्पी आइम विथ यु गाइज आइम ह्याप्पी आइम भेरी भेरी गुड ल्याम 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 ल के छ प्रिन्स तिम्रो हालखबर ठिकै छ जस्तो लागिरहेछ जस्तो जस्तो चाहिँ किन माथि के आकाश ठिक छ आकाश कहाँ छ के छ भाइ खाए पनि सिन्सियरै हो फेरि त्यही हो भाइ को भाइ कसको भाइ ल दाइ दाइ के छ दाइ हालखबर को दाइ कसको दाइ अङ्कल के छ अङ्कल हेरो अङ्कल सुड्डो तँलाई सुड्डो भन्छस् अनि के हेर्दै बसिरहेछौ तारा यो तारा ब्राइट छ कि त्यो तारा ब्राइट छ ब्राइट छ कि यो तारा ब्राइट छ त्यो कोइला हो त्यो कोइला ना बार्बिक्यू भइरहेछ आकाशमा तारा चम्किरहेको मेरो त केही वर्ड्स नै छैन भाइ के छ अलिचल्ली ठिकै छ भाइ अब खाइरहेको छु लास्टमा गएर भन्नुहोस् 1 2 3 भन्नु सुमनजी तपाईँले आशिषलाई काठमाडौँ किन घुमाउनु भएन जनता जान्न चाहनु आम्मा मेरो दाँत भरिसम्मले हाँस्नु भयो त सुमनजी के तपाईँसँग यसको उत्तर छैन अलि माथि भन्दा दि भन्नुहोस् सुमनजी क्यामेरा यता फोकस फोकस मामा पनि प्लिज ल भयो के प्रिन्साजी नै तपाईँको लागि त्यो बेलामा ऊ भन्छन् नि के रे के बाधा बन्नु भएको थियो त केही बाधा थिएन कहिले तिमी हो हाम्रो बाधा यो म के सुन्दैछु बाइकमा तपाईँले मेरो 25 सालको रिपोर्टिङ लाइफलाई आज क्वेसन गर्दै हुनुहुन्छ प्रिन्साज हजुर 25 वर्ष कहिले हुनु भयो आशिषजी कहिले भयो हजुरको नागरिकतामा त 22 छ त मेरो नागरिकता यस्तै नै थियो भन्नुहोस् जनता जान्न चाहन्छ के भन्नु तपाईँ इन्टरभ्यूमा आएर पनि यति पनि नगर्न सक्ने त्यो गर्ने के अरे ओके गाइस
फाइनल्ली क्या चिसो खोला तरिसक्नु भयो के चाहिँ हजुर कहाँबाट आउनुभयो दर्शक बिनलाई भन्नुहोस् हामी रौतहटबाट आएको रौतहटबाट के गर्न आउनुभयो हजुर हामी रौतहटबाट यहाँ माछा मार्न आएको कहाँ छ माछा माछा मार्न आएको दर्शकले माछै छैन नमस्ते नमस्ते दर्शक बिन भन्दै आउँछ सर पहिला चिसो छ पानी जाउँ तिमीहरू त जानै मिल्दैन तर है सुट दिनदिनै मोजा लाएर हिँडिरहेको हुन्छ यहाँ आएर टक्क बेलुका खुट्टा मजाले भिजाएर एकछिन बस्यो भने कस्तो पेस हुन्छ अहिले गर्नुपर्छ बेलुका आएर गुड मर्निङ अङ्कल गुड मर्निङ आन्टी हजुरको क्याम्प नाइट कस्तो भयो त सही भयो जाडो चिसो भएर है अनि हावा अलिकति कम भएछ होइन अनि त यहाँ सुत्यो यता फुक्क जहाँ सुत्यो त्यहाँ हुन्छ नि हावा फुस्छ जाने के मलाई त उसलाई चाहिँ रमाइलो के अब हामी चाहिँ वाकमा जाँदैछौँ हाम्रो मर्निङ वाक आज हाम्रो क्याम्पिङ डे 2 है आदि कुरा त हामीले हिजो आगोमा पोलेर खाइदियौँ त्यो हाई भन्न पठाउँदिलाई आन्टी को रहेछ त्यो बच्चा अहिले कपाल नै छोड्नु पर्यो हामी म्याकेन्जी फल जान लाग्यो ल तिमीहरू पनि त्यही गर हामी म्याकेन्जी फल्स जान लाग्यो बेलो देखेँ क्या म्याकेन्जी फल्स हामी जाँदैछौँ ले आज त लुगा एउटै नै छैन खै यस्तो त्यहाँ देख्दा उस्तै लागिरहेको मलाई हेर तिमीहरूको त मुख वन बिहार सब उस्तो हुन थाल्छ हाम्रो ड्राइभर दाइलाई मन परेन जस्तो छ होइन खाली कराउनुहुन्छ गाली मात्रै गर्छ यार नयाँ गरेर बोल त 2 3 मैले त हिजो चार्ज गरेर आएँ थिएँ गरेको छैन कि चलाएको पनि छैन गाइजहरु हामी आइसकेको छौँ म्याकेन्जी फल्स र मलाई चाहिँ निन्दा लागिरहेछ अब हिँड्नुपर्छ के गर्नु त्यही भएर निन्दा लाग्यो हामी अब म्याकेन्जी फल्स जाँदैछौँ नियरली 650 मिटर्स वाक फ्रम हियर रमाइलो होला जस्तो छ अब ल यो के हो यो फल्स हेर्नु न फल्स यता गयो भने 570 रे लुकआउट गयो भने चाहिँ 860 मिटर त्यो म्याकेन्जीको माथि गयो त्यो तल ल गाइस हामी चाहिँ यहाँ तल जाँदैछौँ है माथि पनि छ माथि चाहिँ त्यो लुकआउट मात्रै हो फल्सको यस्तो यसरी हेर्ने मात्रै हो तल चाहिँ यसरी हेर्नुपर्छ त्यति हो डिफरेन्ट फल चाहिँ यो त्यहाँबाट गयो
so much. Have a look at this again. I'm sure it'll be okay. यहीँबाट फेरि टोपी गर्ने हो कि केयरफुल है तर हजुर केयरफुल चाहिँ हो नि है यो अब चाहिँ फेरि यस्तो गरौँ न आउ नाइस जानु पर्या पनि छैन कस्तो चुच्चो रहेछ हेर्नु न स्केरी रहेछ त्यो त आशिषको 1 महिनामै 2 चोटि त हैन 2 महिनामा होला 1 महिनामा लास्ट मन्थ त आएको नि हैन आशिष त्यस्तो टाढा नि गर्न पर्दैन नजिक आऊ रुद्राक्षलाई नजिक ल्याउ न अलिकति ठिकै छ केही भएन आशिष कतिवटा माछा पक्रियो आज यस अब पोलेर खानी ओहो गाइज कता हो बाटै हामी बाटो। घरतिर फर्किँदैछ गाइज तिमीहरू के पुलिस हो तिमीहरू 4 माथि छम 4 माथि पुतली गाइजहरू हामी जू जान लागेको तिमीहरूलाई हेर्न तिमीहरूलाई छाडा बनाएर राखेका छन् रे हामी अब तिमीहरूलाई हेर्न आउँदैछौँ गाइजहरू ल है त तिमीहरूलाई म जूमा भेट्छु सेताको हिँड्नलाई त्यो खिच्छ पानी चाहिँ राम्रो बस्न आउँदो रहेछ गाइस के खाइरहेछ आज चाहिँ टाढो तातो छ चलेको चलेको लाग्यो नि त आशिष guys deer guys deer के छ मेरो नानी सन्चै छ हो Okay. I'll do it first thing tomorrow morning. Is that okay? Yeah. Oh, is it? So I was told that it will be closed at 3. ग्राम्पियन्स ओपन रेन्ज जू चाहिँ आउनै पर्ने ठाउँ यहाँनिर देख्न सक्नुहुन्छ अङ्कल आन्टीहरूले चाहिँ भिडियो बनाइराख्नु भएको छ
हाम्रो पाइलाको पाइलाले अनि ओके गाइज हु एम आई ए पानी What's up guys? गायो होला के त हो बोर भयो अंगा कति चाहिँ अलि अनि किन डार्क हुन्छ के त्यही त भने What's up buddy? Buddy, what's up? What's up buddy? Hey buddy. यो होइन यो त अर्कै हो There's my dingo. What's up dingo? 32 डिग्रीको घाममा दर्शकवृन्दहरू हामी गुटुङ टुङ 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 हिँड्दैछौँ हिँडेछौँ घरि मुसा हेरेका छौँ घरि चरा हेरेका छौँ हेरेकै छौँ तर के हेऱ्यो थाहै छैन घर गएर भिडियो हेर्दा थाहा पाइन्छ जस्तो छ यहाँ अब पालो भएको छ छोटो मिठो ब्रेकको पानी खाओ धन्यवाद हाहा ब्रेक पछि पुनः स्वागत छ यहाँहरूलाई अब म हजुरहरूलाई देखाउन गइरहेको छु यो खतरा ग्राफिक्स जुन चाहिँ यो भित्तामा सजाएर राखिएको छ जहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ थरीथरीका चरा प्रोजेक्ट्सहरू यहाँ अब धेरै इन्फर्मेटिभ मेसेजहरू पनि रहेको छ फाइनल्ली हामी आइसकेका छौँ यो घाँस जस्तै हुन लागिसकेका छौँ हामी पनि कालो सुकेर घाममा जङ्गली बिरालु हेर्न सक्नुहुन्छ दर्शकवृन्दहरू हजुरहरूले फोटोमा बिरालु पाइन्छ जस्तो मलाई लागेन ल यो खोज यहाँ म घाममा डढ्नुभन्दा नखोज्ने निर्णय गरेर अगाडि बढ्ने सोचेँ के भन्न चाहनुहुन्छ सुमनजी म पनि त्यही क्याटेगोरीमा छु म त यहाँ झन् डढिसकेको छु त्यसैले म यहाँ छहारीमा आएर बसेको छु के भन्नुहुन्छ त प्रिन्साजी सेम आशिषजी डिट्टो आफै लड्छ जस्तो छ ओइ बेबु आऊ बेबु फोन भइरहेको छ न होइन मेरोबाट नजाऊ न यो एउटा चाहिँ एनर्जेटिक हो यसको चाहिँ पाउचभित्र बच्चा पनि छ अघि सानो ऊ देखिनु भयो सक्नु भएको थियो होला च्याङ्ग्रा जस्तो हजुर हामी चाहिँ अब विनस पाथ जाँदैछौँ यहाँबाट 0.92 किलोमिटर पर गाडीबाट सबै सामान निकाल्यौँ अब यतै गएर फ्रुट्सहरू प्लेटर्सहरू खाने कुरा भएको छ लेट्स सी एक्साइटेड आर यु एक्साइटेड
Okay, guys, let's go. Let's go, vlogger. Mr. Vlogger. Guys, let's go home now. ल फाइनली गाइजहरू हामी ग्राम्पेन्सबाट घर जाँदैछौँ थकाली खानलाई। घर थकाली खानलाई। के छ टोलीहरूको भनाइ? सही मजा आयो, सही ट्रिप भयो। ड्राइभर दाइ हजुर हजुरको भनाइ के छ? मेरो त 3 दिन बितेको अझै पाइनँ है आँखा झिमिक 3 दिन गायब भयो। गाइजहरू हामीले नि तिमीहरूलाई मिस गरेका थियौँ। ल बाई, अर्को भ्लगमा भेटौँ। तिमीलाई यस्तै माछा मनपर्छ होला।